नमस्कार, म यति बेला धनुषा निर्वाचन क्षेत्र नम्बर 3 को मतदान निर्वाचन अधिकृतको कार्यालयमा छु र अहिले तपाईँ हेरिरहनु भएको छ। यहाँ विभिन्न ठाउँबाट सङ्कलन गरिएको मतपेटिकाहरू ल्याइँदैछ र सुरक्षाको लागि यहाँ यो निर्वाचन प्रहरी, नेपाल प्रहरी सबै घेरेर राखेको छ मतपेटिकालाई। यहाँ यो पछाडि अहिले मिलाउँदैछन्, सबै अहिले गाडीबाट झार्दैछन् यो मतपेटिकाहरू। र अब यहाँ निर्वाचन अधिकृत कार्यालयको अनुसार यो निर्वाचन क्षेत्र नम्बर 3 को राति 12 बजेसम्म, राति 12 बजेदेखि सम्भवतः मतगणना सुरु हुन्छ भन्ने एउटा आएको छ खबर। र अहिले यता चारैतिर सबै पार्टीका पोलिङ एजेन्टहरू पनि छन्, आफ्ना प्रतिनिधिहरू पनि आएको छ र गाडीहरूबाट मतपेटिका निकालिँदैछ, झारिँदैछ। र यहाँ यता बाहिर विभिन्न मतदान केन्द्रहरूबाट आएको मतपेटिकालाई मिलाउने काम भइरहेको छ र रातिदेखि नै मतगणना हुन्छ भने निर्देशन छ, निर्वाचन आयोगको पनि निर्देशन छ र त्यही हिसाबले अहिले तयारी पनि भइरहेको छ। र यहाँ हामीले एकछिन अगाडि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेसँग कुरा हुँदा उहाँले पनि भन्नुभयो कि रातिदेखि नै यो मतपेटिका सङ्कलन भएर आइसकेपछि एउटा सर्वदलीय बैठक गरेर चारवटै निर्वाचन क्षेत्रमा मतगणनाको कार्य सुरु हुन्छ र त्यही अनुसार अहिले एकदम तयारी भइरहेको छ। र यो महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा धनुषा निर्वाचन क्षेत्र नम्बर 3 को यो मतदान निर्वाचन अधिकृतको कार्यालय रहेको छ। र यो धनुषा निर्वाचन क्षेत्र नम्बर 3 हेभी वेटका नेताहरू यो क्षेत्रमा उम्मेदवारी दिएका थिए। नेपाली काङ्ग्रेसबाट विमलेन्द्र निधि, नेकपा एमालेबाट जुली कुमारी महतो महासेठ, त्यसपछि रासपाका मनिष झा, उहाँ रासपाका प्रवक्ता पनि हुनुहुन्छ र त्यसकारण यो क्षेत्र हेभी वेटका उम्मेदवारको रूपमा चिनिन्छ। र यो यहाँ चारैतिर सुरक्षाकर्मी पनि व्यापक उल्लेखनीय सङ्ख्यामा छन्। बाहिर फेरि विभिन्न पार्टीका समर्थकहरू पनि छन् र तपाईँ देख्न सक्नुहुन्छ रातिदेखि नै